हेलो साथीहरू, आज म फेरि पनि मध्य प्रदेशको चौथो त 2083 एक महिना 5 गते सोधेको क्वेसनको पार्ट 3 लिएर आइसकेको छु। हेर्नुहोस्, अब क्वेसन नम्बर 11 मा सोधेको छ, केयरफुली अब्जर्भ द फ्लोइङ वर्ड एन्ड एरेन्ज देम इन नेपाली डिक्सनरी अर्डर चुज द बेस्ट। यहाँ के भनेछ भन्दाखेरि नेपाली डिक्सनरी अनुसार यसलाई क्रममा मिलाउन भनेछ। हेर्नुहोस् त यसमा क्रम मिलाउँछ त सबभन्दा पहिला आउने त अ को अक्षर हुन्छ नेपाली डिक्सनरीमा। सबभन्दा पहिला अ आउने यहाँ एउटा उ छ, अर्को ओ छ, अझै अ को यहाँ छैन। तपाईँलाई यो उपहार भनेको 1 नम्बर र 2 नम्बरमा यस्तो कुनै मिल्ने खालको छ कि छैन भनेर हेर्नुहोस्। अब उबाट त यहाँ सुरु भएको छ, अर्को यो छैन भन्दाखेरि यो आउँदैन, त्यस्तै योमा पनि छैन भने यो पनि आउँदैन। यो सी नम्बरमा हेर्नुहोस् त, सी नम्बरमा उपहार र ओखल दुवै छ, 1 र 2 नम्बर भन्नुको अर्थ हाम्रो सही आन्सर यही भयो। अरू हामीलाई हेर्नै पर्दैन, दुईटा मिलेछ भने हाम्रो सही आन्सर अप्सन नम्बर सी भयो। त्यस्तै अब अर्को क्वेसन हामी हेरौँ, क्वेसन नम्बर 12 मा। यहाँ हेर्नुहोस् त के भन्छ, यदि तलको अवस्था दिएको शब्दहरूलाई वर्णमाला अनुसार मिलाइएको नम्बरमा कसरी रहन्छ। अब यो नम्बरहरू दिएछ, यसलाई पनि एरेन्जिङ गर्ने, अर्डर मिलाउने। यहाँ वर्ड दिएछ, नथिङ इज इम्पोसिबल इन दिस वर्ल्ड टु एचिभ फर हार्ड वर्कर। र यसलाई नम्बर हरेक वर्डलाई नम्बरिङ गरिदिएछ 1 2 3 4 5 गरेर। अब यो दिएको मध्ये वर्डलाई क्रमशः मिलाएर कुन नम्बरमा छ त्यो लेख्ने। अब क्वेसनमा हाम्रो अलिकति पुरै अप्सन प्रष्टसँग नभएर मैले ए र बी मात्रै लेखेको छु, सी र डी लेखेको छैन। अब हामी यहाँ मिलाउँदै जाउँ अनि त्यसपछि हामीलाई पत्ता लागिहाल्छ। हेर्नुहोस् त, सबभन्दा पहिला एबाट कुनै वर्ड छ त यहाँ छ 8 नम्बरमा। भन्नुको अर्थ हाम्रो पहिलो कति भयो, 8 भयो। पहिलो हाम्रो 8 भयो। त्यसपछि एबाट हटाएर अब बी सी डी मध्ये कुनै छ छैन, ई पनि छैन, एफ जी एच बाट छ, भन्नुको अर्थ 10। 8 बाट 10 नम्बर। त्यसपछि एच पछि आईबाट। अब आईबाट हेर्नुहोस् त कतिवटा छ, एउटा यो पनि आईबाट छ, यो पनि आईबाट छ, अर्को यो पनि आईबाट छ। अब यो तीनटा मध्ये कुन हुन्छ होला त हेर्नुहोस् त, आइएम पहिला हुन्छ भन्दाखेरि अब यहाँ 3 भयो। त्यसपछि एन पहिला आउँछ भन्दाखेरि 4 भयो। त्यसपछि 2 भयो। त्यस्तै अब जे वाला कुनै छ छैन, जे के एल एम एन। एकैछिन, एफ बाट त यहाँ छ त, एफ पहिला हाम्रो 8 9 अनि 10, 8 9 10। त्यसपछि 3, त्यसपछि 4, त्यसपछि 2, त्यसपछि अब अर्को आईबाट भइसकेको छ, आई जे के एल एम एनबाट छ, एनबाट यो भयो भन्दाखेरि 2 पछि 1 4 2 पछि 1। त्यसपछि एन ओ पी क्यू आर एस टीबाट यहाँ दुईटा छ, टीएच अर्को टीओ भन्दाखेरि 5 आयो, 5। त्यसपछि 7, त्यसपछि टियु भी डब्लुबाट छ भन्दाखेरि 11। हेर्नु त सबै आइसकेको छ हाम्रो। 1 2 3 4 5 6 नम्बर। डब्लुबाट दुईटा छ, डब्लुओआर के एल भन्दाखेरि यहाँ 6 हुन्छ। अब पुरै आइसकेको छ। यो कुनै अप्सनमा छ भने छ, छैन भने हाम्रो सी र डीमा हुन्छ होला भनेर हामीले बुझ्ने र टिक लगाइदिने।
त्यस्तै अब नम्बरमा आइसकेको छ। हेर्नुहोस् त 13 को क्वेसनले के भनेको छ, तल एक्समा रहेको चित्रको हुबहु प्रतिलिपि दिएको मध्ये कुन हो? अब क्वेसनले के भन्छ, जस्तो यहाँ छ ठ्याक्कै त्यस्तै अर्को कुनै छ कि छैन भनेर मिलाउन भनेको छ। हेर्नुहोस् त फर्स्ट लाइन हामी मिलाऊ क्युआइटी, यहाँ पनि क्युआइटी, यहाँ पनि क्युआइटी, यो पनि क्युआइटी, यो पनि क्युआइटी भन्नुको अर्थ फर्स्ट लाइन सबैको मिलेछ। अब दोस्रो लाइन मिलाउनुहोस् आइटिक्यू छ, यहाँ आइटिक्यू, यहाँ पनि आइटिक्यू, यहाँ पनि आइटिक्यू, यहाँ पनि आइटिक्यू भन्नुको अर्थ यो पनि मिलेकै छ। अब अर्को त्यसो भए अर्को लाइन मिलाउनुहोस् त थर्डमा आइक्युटी छ, यहाँ आइक्युटी छ, यहाँ पनि आइक्युटी छ, तर यहाँ हेर्नुहोस् त 1 दिएको छ, 1 छ भन्नुको अर्थ यो भएन। त्यस्तै अर्को हेर्नुहोस् त अर्को आइक्युटी, अब यहाँ हेर्नुहोस् त क्यु सबैमा यतातिर फर्केको छ तर यसको यतातिर फर्केको छ भन्नुको अर्थ यो पनि भएन। ल दुईटा हाम्रो क्यान्सल भइसकेको छ। अब तेस्रो चौथो लाइन हेर्नुहोस् त क्युटिआई छ, यहाँ क्युटिआई छ यहाँ पनि, तर यो हेर्नुहोस् त क्युआइटी छ भन्नुको अर्थ यो पनि हाम्रो भएन। त्यसो भए हाम्रो अन्तिम के भयो आन्सर? ए नम्बर आन्सर। त्यसो भए एमा टिक लगाइदिनुहोस्। यसरी हामीले हेर्नु पर्ने हुन्छ। अब अर्को हेर्नुहोस् अन्तिम क्वेसन छ यो 14 नम्बर क्वेसन आइक्यू नै छ। यहाँ हेर्नुहोस् त अब यो दुवैमा हामीले रिलेसनहरू खोज्दै जानुपर्ने हुन्छ। कसलाई जोडेर कुन मिल्छ, कसलाई जोड घटाउ वाक्य गरेर यसरी मिलाउनु पर्ने हुन्छ। त हेर्नुहोस् त योमा हामीले यो दुवैलाई जोडेर यसलाई घटायो भने कति आउँछ हेर्नुहोस् त 20 प्लस 18 माइनस 8 गर्दा कति आउँछ 20 30 आउँछ कि आउँदैन? हेर्नुहोस् त यो दुवै माथिको दुवैलाई जोड्ने र यसलाई घटाइदिने। त्यस्तै यहाँ पनि गर्नुहोस् त 8 प्लस 10 माइनस 6 इक्वल टु कति हुन्छ? 18बाट 6 भयो भने 12 आउँछ। बिचको आइसकेपछि हेर्नुहोस् त यो दुवैलाई जोड्ने यसलाई घटाउने, फेरि यो दुवैलाई जोड्ने यसलाई घटाउने, ठ्याक्कै त्यही रुल्स। अब यो दुवै मिलेछ भने यो पनि मिलाउनु पर्यो त्यही अनुसार। हेर्नुहोस् त अब यहाँ केही छैन भने हामीले यसलाई एक्स मान्न सक्छौँ। त एक्स प्लस 8 अब यसलाई घटाइदिने माइनस 10 इजिकल टु 2 हुन्छ। अब यसलाई सल्भ गर्नुहोस् त यो दुवै घटाउँदाखेरि कति हुन्छ? एक्स माइनस 2 इजिकल टु 2। यसलाई सल्भ गर्दाखेरि यो उता जान्छ, x2 माइनस माइनस प्लस भइहाल्यो, प्लस यो दुवैलाई जोड्दाखेरि 4 आउँछ। अब अप्सन नम्बर जहाँ 4 हुन्छ त्यहाँ 4 भने टिक लगाइदिनु। यसरी हामीले आइक्यू सल्भ गर्न सक्छौँ। हस् त धन्यवाद। अब केही अरू पनि सोध्न बाँकी छ भने कमेन्ट गर्नुहोला।